के छ त केटाकेटी हो वेलकम ब्याक आज हामी आइसकेको छौँ माइनक्राफ्टमा आजको एपिसोडमा वी आर गोइङ टु मेक आवर प्यारो हाउस बट दिस हाउस इज गोइङ टु बी लिटल डिफरेन्ट हाम्रो यो घरमा सबै कुरा हुनेछ लाइक माइन गर्न अरू जान्छन् बाहिर तर हामी त यो घर भित्र नै हुनेछ एउटा माइन ढिला नगरी लेट्स जम्प इन्टु इट सो काम गर्नुभन्दा अगाडि हुनुपर्छ पेट पूजा तर खाना त सकिन आँटिसक्यो जस्तो छ हल्का आज बलि चढाइबाट सुरुवात हुन्छ जस्तो छ भिडियो खाना कलेक्ट हुने बित्तिकै मैले हालिदिएँ पाक्न अनि सुत्दिएँ मस्तले उठेर मैले छोडिदिएँ पाक्न अनि चल्दिएँ म प्रिपेरेसनको लागि टु मेक आवर हाउस वी निड 3 थिङ्स फर्स्टमा त ठाउँ खोज्नु पर्यो सेकेन्डमा त वी निड टु कलेक्ट स्टफ फर आवर हाउसेस थर्डमा टु मेक अ हाउस ठाउँ खोज्दाखेरि आई फाउन्ड सम भिजिटर्स नमारौँ भनेको पहिलादेखि नै सूर्य देवताले मार्न आँटिसकेको रहेछ मार्दैको ल बगलमै छोरा शहरमै ढिन्डोरा भने जस्तै मेरो भिलेज पछाड्ने रहेछ एकदम मिठो 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 ठाउँ खोजिसकेर पाकेको खाना बोक्दै एउटा बेड चोड्दै म लाग्दिएँ माइनतिर टु कलेक्ट सम आइटम्स हाम्रो घरको लागि I will be needing a lot of coal किनभने I will be making my house with some stone bricks. To make stone bricks I need stone. त्यसको लागि त cobblestone-लाई पनि पकाउनु पर्यो. So coal is very important. मेन त कोल र cobblestone को लागि नै आएको. कोल माइन गर्दा गर्दै मलाई याद आयो टर्चको टर्च पनि त चाहिन्छ यो अप्टिफाइनको साटो सोडियम युज हानेको हातमा टर्च पक्रिँदा लाइट नै आउँदैन रहेछ हल्का वुड माइन गरे त्यसको बनाएँ मैले ओक लग र क्राफ्टिङ टेबलमा हालेर बनाएँ मैले सम टर्चेस अनि लाग्दिएँ फेरि आफ्नो माइनतिर केभ भित्र पस्ने बित्तिकै भेटेँ मैले छुटेको कोल त्यो नि माइन हाने अनि गए अझै गहिराइमा थियो द इन्ड स्केलेटनको आवाज सुन्दै अर्को बाटोतिर लागे स्केलेटन मात्र भनेको स्केलेटनको ग्याङ नै रहेछन् भगवानको नाम लिँदै म पसेँ भित्र आफ्नो प्रोनेस देखाउँदै म चल्दिएँ अझै भित्र फाउन्ड सम मोर आइरन माइन गरेँ र अझै कोलको तलासी गर्दै गर्दा भेटेँ मैले रावणसित यु नो माइनक्राफ्टको रावण चाहिने जति कोल र आइरन माइन हानेर बाहिर निस्किँदा परिसकेको थियो रात म सुतिदिएँ मस्तले और फिर से निकला है एक और सुहाना दिन माइनक्राफ्ट में अब सबैभन्दा गाह्रो भन्दा नि एकदम झ्याउ लाग्ने काम कबलस्टोनहरू माइन गर्ने चल गुरु होजा सुरु माइन गर्दा गर्दै सानो केभमा निस्केछु अनि भयो जम्बीसँग घमासान युद्ध जम्बीलाई मारेर हल्का यो केभलाई नि एक्सप्लोर हान्दै गरेको क्रममा भेट्नु भयो ठुल दाजु अनि म सिधै लागे आफ्नो बाटो अनि जहिलेको लागि दिएँ मैले थुन यो ठाउँलाई अनि लागे मजदुरी गर्दा गर्दै मसँग मेरो पिकेक्स नि थाकेर एक्स्ट्रा बनाउन फर्नेन्समा हाले आइरन भन्दै गइ त गो पिकेक्स आजको एपिसोडमा मेरो पिकेक्स त कति भाँचिन्छ कति तपाईँ नि काउन्ट गर्नुहोस् म नि गर्छु माथि काउन्टर नि होला छिटो एउटा पिकेक्स बनाएर लागे म कामतिर यो 2 लाइन मेरो दादाको लागि मेरो सहारा बन्न सकुन् मेरो दाइ मेरो एकमत बन्न सकुन् मेरो दाइ मेरो दुःखमा यतिले पुग्छ भनेर सोचेको तर सोचे जस्तो केही हुँदैन 1 2 3 4 5 6 टोटल 6 स्ट्याक ढुङ्गा माइन हाने र आफ्नो सामान उठाएर चल्दिएँ म सिधै बाहिर एउटा चिज केटा हो जहिले पनि जे काम गरेर निस्क्यो रात नै परिरहेको हुन्छ यो सब कुरालाई इग्नोर हान्दै म सिधै लागे आफ्नो भिलेजतिर अनि बनाए फर्नेन्स अलि धेरै प्रोसेसलाई फास्ट गर्न हालिदिए सबमा कबलस्टोन र कोल अलिकति अमिली देखाउँदै बनाइदिएँ मैले आइरनको एक्स अनि साथ छोड्न आँटेको पिकेक्सको साटो युज गर्न नयाँ चम्चमाता बनाएँ मैले पिक एक्स आइरनलाई राख्दै ढुङ्गालाई पाक्न छोड्दै म लागे आफ्नो अर्को काम गर्न वुड कलेक्ट गर्ने बाटोमा मधुमहीको छत्ता भेटे पछि यसको निकै काम लाग्छ सोच्दै म लागे आफ्नो बाटोतिर वुड माइन गर्न सुरु नै गरेको थिएँ कि आई फाउन्ड दिस डगु यसको लुक्स हेर्दा अलिक अर्कै देखिँदैछ
सायद नयाँ अपडेटमा आएको होला। टेम गर्नलाई हड्डी खोज्दै थिए तर मसँग थिएन। सो म गए आफ्नो भिलेज, एउटा मात्र हड्डी रहेछ। एउटा आइडिया लगाए, पहिला खाना खुवाउँछु अनि एउटा हड्डीले कसो नमान्ला भन्दै चल्दिए सिधै आफ्नो डगुलाई टेम गर्न। जङ्गल पुग्ने बित्तिकै मलाई सतायो डरले, कतै मेरो डगु डिस्पन त भएन। यही डर गर्दा गर्दा ठ्याक्कै भेटेँ मैले आफ्नो डगुलाई। भेट्ने बित्तिकै मैले खुवाइदिएँ एउटा स्टेक, मानि त हालो, अनि हड्डी खुवाएर गरेँ मैले टेम। हेऱ्यो केटा हो, माया गर्नुपर्छ, सब मान्छन्। आफ्नो डगीलाई उठाउँदै बस्दै हेर्दै खेल्दै सकेर म लागेँ आफ्नो काम लक्ष्यतिर, आफ्नो प्यारो घर बनाउन। गयो मेरो अझै एउटा एक्स। यो टुल्स बनाउँदा बनाउँदै दिन जाने भयो तनावको समयमा एउटा भेटेको स्याउ खाँदै डगुलाई मासु खुवाउँदै म लागेँ आफ्नो गाउँतिर। गाउँ पुग्ने बित्तिकै आफ्नो ओक लगलाई कन्भर्ट गरेँ ओक प्ल्याङ्क्समा अनि बनाएँ एउटा पिक्याक्स। के गर्नु, चाहिन त चाहिहाल्यो। अनि ठ्याक्कैसँग स्टोन नि पाकेर रेडी भइसकेको थियो। स्टोनलाई निकालेर स्टोन ब्रिक्स बनाएँ अनि सम स्टेयर्स चाहिँ रुफको लागि अनि सिडी त भइहाल्यो। हल्का बनाएँ मैले ल्यान्टर्न, कस त्यसले हाउसलाई अझै राम्रो देखाउँछ। सो एक बकेट पानी लिएर सफा गर्न थालेँ मैले झाडपात। पुरा क्लियर भयो हाम्रो घर बनाउने जग्गा। यो के देख्दैछु, लास्ट टाइम नि यिनीहरू नै थिए। घरभित्र त जाऊ, बुढाबुढी हो कि के हुन्, इग्नोर हान्दै लागे फाइनल्ली बल्ल आफ्नो घर बनाउन। घरको ग्राउन्ड पिलर चाहिँ यस्तो छ है केटा हो। अब म केही बोलिनँ, जस्ट इन्जोय द प्रोसेस। सोचे जस्तो कहाँ हुन्छ र भन्दै सराप्दै सब ढुङ्गा सकेर लागे म फेरि वन्स मोर माइनतिर। गयो फेरि मेरो एउटा पिक्याक्स, काउन्टिङ याद छ कि नै केटा हो। फेरि सबै कबल स्टोनलाई पाक्न हालेर पिक्याक्स बनाए र यसो गएको त भिलेजरहरू हेर्दै रहेछन् यो घरलाई, सोच्दै होलान् के बन्दैछ, बाबु महल भन्छ त्यसलाई। हल्का यसो माइन्ड गर्दै गर्दा यो केभ भेटेको थिएँ अनि केभमा हल्का आइरन अनि भेटेकोमा गोजीतिर हाल। नेपालीको बानी त थाहा नै छ, हल्का यो फुटाउनु पर्ने भएको छ। कज जहाँ चाहिँ स्टेयर्स हुनुपर्ने त्यहाँ चाहिँ मैले आफ्नो घर बनाइदिएछु। यस्तै हो प्लानिङ बिना काम गर्दा। यो मैले मिस्टेक होइन, तिमीहरूलाई सिकाउनको लागि गरेको है। ओके, अब हाम्रो घर भइसकेको छ एकदमै कम्प्लिट, बब्बाल घर बनेको छ है। केहीको कमी लाग्दै होला, किनभने कमी त छ, सुत्ने र बस्नेको होइन। भिडियोको स्टार्टिङमा भनेको थिएँ नि घरभित्र नै माइन हुन्छ। खै त आउँछ केटा हो, आउँछ, चिन्ता के को। आफ्नो भिलेजबाट सामानहरू लिँदै म सिधै चल्दै आफ्नो घरमा प्लेस गरेँ फर्नेसेस र बनाएँ हल्का चेस्ट अनि त्यो नि लगाइदिएँ। यो चाहिँ अलिक आफ्नो सामान राख्ने अनि सामान पग्लाउने ठाउँ बनाउन सोच्दैछु, त्यही भएर फर्नेसेसहरू राखेको। यो चाहिँ भयो हाम्रो कोजी बेडरुम। कोजी नदेखे नि छ ठ्याक्कै ब्लक्सहरू काउन्ट गर्दै मैले राखेँ बिचमा दुईटा बेड। अब अर्को बेड चाहिँ कसको लागि भन्लाउ नि, म चाहिँ दुईटैमा सुत्दा हुन्न र। यहाँ नि हालेँ मैले हल्का चेस्टहरू। भन्लाउ दाइ यहाँ चाहिँ किन चेस्ट, हतार के को भन्दैछु नि। बाहिर त सामान राख्छु तर पछि डायमन्ड पाम्ला, त्यो चाहिँ यहाँभित्र सेफ हुन्छ है, त्यही भएर यहाँभित्र पनि चेस्ट राख्दैको। फाइनल्ली द वेट इज ओभर। अनि यो चाहिँ हाम्रो माइन, यहीँबाट तल खनेर हामी पाउँछौँ आफ्नो सामानहरू। अर्को एपिसोडमा यहीँबाट जानुपर्छ डायमन्ड्स खोज्न। अनि यो चाहिँ हो हाम्रो इन्च्यान्टमेन्ट रुम, जहाँ चाहिँ हुन्छ हाम्रो इन्च्यान्टमेन्ट टेबल अनि बुक सेल्फ। अब भन्लाउ यो त खाली छ, अब भन्लाउ खै त केही छैन त यार, पहिला इन्च्यान्टमेन्ट टेबल त आउन देऊ, सब हुन्छ बिस्तारै बिस्तारै। यो चाहिँ हाम्रो प्यारो बाल्कनी, जहाँ चाहिँ बिहान बिहान मस्त चिया पाउरोटी खाने गर्नेछु। हेलो फ्रेन्ड, चाय पी लो। फाइनली यो रहेको छ हाम्रो प्यारो घर। यो चाहिँ हाम्रो वर्ल्डको फर्स्ट बिल्डिङ अनि हाउस हो, त्यही भएर इट्स गिभिङ स्पेसल वाला भाइब। थ्याङ्क यू फर वाचिङ। आज यो भिडियोलाई यहीँ अन्त्य गरौँ। यो बनाउनलाई धेरै मेहनत लागेको छ, तपाईँहरूको लागि नै गर्दैछु। अझै नयाँ नयाँ गेम र कन्टेन्ट ल्याउनेछु। डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब। अर्को दिन फेरि भेटौँला, पिस आउट।